Ladies and gentlemen, welcome to my channel. मैले आजको नेप्सीको डेली अपडेट लिएर आइसकेको छु। आज बजार 39.13 अङ्कले बढेर बन्द भएको छ। त्यस्तै नेप्सी आज 2621.8 अङ्कमा गएर बन्द भएको छ। टप गेनर कम्पनीहरुमा MHNL, श्वेतगंगा, मनोकामना इन्जिनियरिङ, राप्ती हाइड्रो र हाथवेयर कम्पनी रहेको छ, जसमध्ये MHNL को 5.85% को वृद्धि देखिएको छ भने 5 वटा टप लुजर कम्पनीमा 2टा प्रमोटर सेयर, 2टा नर्मल स्टक र एउटा डिभेन्चर परेको छ, जसमध्ये उपकार लघुवित्त 7% को गिरावट भएको छ भने नारायणी विकास बैंक 5.04% को गिरावट आएको छ। आज 4 अर्ब 20 करोडको कारोबार भएको छ, जसमध्ये 91 लाख किता कारोबार भएको हो। त्यस्तै 48,785 किता कारोबार हुँदाखेरिमा 317 वटा शेयर कारोबार भएको छ। 281 वटा कम्पनी बढेर बन्द हुँदाखेरिमा 30 वटा कम्पनीहरू घटेर बन्द भएका छन्। त्यस्तै 6 वटा कम्पनीहरू जस्ताका त्यस्तै रहेका छन्। अब लागौं बजारको टेक्निकल एनालाइसिस तर्फ। बजार आवरली टाइम फ्रेममा हेर्दाखेरिमा अलिकति पोजिटिभ देखिएको छ। त्यही पनि भोल्युम भने एकदम कम आएको छ बजारमा। त्यही भएर भोलि एक दिन अथवा 2 दिन चाहिँ कन्फर्मेसनको लागि वेट गर्नुपर्ने हुन्छ। अब बजारले नजिकको बिन्दु रहेको 2651 लाई कसरी हेर्छ एकचोटि त्यसमा पनि ध्यान पुर्याउन पर्ने हुन्छ। अब यदि भोलि बजार 2651 भन्दा माथि नै स्टेबल रहन्छ अथवा पर्सि 2651 भन्दा माथि नै गएर अडिन सफल हुन्छ भने बजार पोजिटिभली लिन सकिन्छ, नत्र भने बजारलाई गिरावट गर्न कसैले रोक्दैन सक्दैन। अब बजार बियरिश ट्रेन्डमै छ। रिभर्सल दिन खोजेको हो कि जस्तो देखिन्छ, बट कन्फर्म भइसकेको छैन। अनेक थरी नेगेटिभ न्यूज आइरहेका छन्। 15 गतेको आन्दोलन पनि नजिकिएको छ। कुलमान घिसिङ सरको न्यूज पनि आइरहेको बेलामा कि त भोलिलाई बजारलाई राम्रै अङ्क गिरावट गराएर प्री ओपन सेसनमा थोरै बढाएर राम्रै अङ्कको पछि गिरावट गराएर किता लुट्ने काम गर्न सकिन्छ, अथवा यहीँबाट कन्टिन्युअस बजार बुलिश ट्रेन्डमा जान पनि सक्छ। अब अनेक थरी इन्डिकेटरहरूले RSI ले थोरै राम्रो प्याटर्न देखाएको जस्तो देखिन्छ, बट इन्डिकेटर मात्रै हेरेर नेपालको बजार चल्दैन। नेपालको बजार न्यूजमा पनि आधारित भएकाले नेगेटिभ न्यूज आएको बेलामा यत्तिकै बिना कन्फर्मेसन इन्ट्री लिनु चाहिँ अलि रिस्की हुन्छ। हजुरहरूले हाई क्याप स्टकहरू, भ्यालु फर मनी स्टकहरूमा चाहिँ अहिले पनि इन्ट्री लिन सक्नुहुन्छ है। ताकि अलिकति लङ टर्मको लागि सोचेर गर्नुहुन्छ भने अहिले इन्ट्री लिनको लागि एकदम उचित समय छ। सर्ट टर्म हेर्दै हुनुहुन्छ भने चाहिँ अलिक तत्काल वेट गर्नु होला, अथवा भोलिको कन्फर्मेसन अथवा 15 गतेको त्यो न्यूज पछि 17 गते बजारले कस्तो रियाक्सन दिन्छ त्यही अनुसार खरिद बिक्री गर्नु हुन म अनुरोध गर्दछु। हस्त मेरो आजको पहिलो प्रयास युट्युब च्यानलको पहिलो भिडियो यही अन्त भएको छ। धन्यवाद।